आक्रामक अभिव्यक्ति, अराजकता झल्किने शैली अनि सुरुवातदेखि नै विवादित छवि नेकपा एमालेका नेता महेश बस्नेतको आम परिचय हो यो। एमाले वृत्तमा बस्नेत आँटिलो युवा र निडर नेताका रूपमा परिचित छन्। एमाले वृत्तभन्दा बाहिर जाने हो भने उनको छवि त्यति राम्रो छैन, सुमधुर सुनिँदैन। तर अध्यक्ष केपी शर्मा ओलीका कट्टर समर्थक उनी ओलीकै आशीर्वादमा एकपछि अर्को राजनीतिक फड्को मारिरहेका छन्। एमालेको आसन्न 11औं महाधिवेशनबाट पनि ओलीले महेशलाई महत्त्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको चर्चा छ। चर्चा के छ भने ओलीको समूहबाट बस्नेत पदाधिकारीमा उम्मेद्वार हुँदैछन्। ओलीले उनलाई सचिव पदमा अघि सार्ने तयारी गरेका छन्। त्यसो भएमा अन्य कैयौं सिनियर नेताहरूलाई पछि पार्दै महेश पदाधिकारीमा बढुवा हुनेछन्। युवा सङ्घको राजनीतिबाट उदाएका महेश ओलीको निकट र विश्वासपात्र हुन्। ओलीको पक्षमा सबैभन्दा खरो उत्रिने नेता पनि उनै महेश छन्। जेनजी आन्दोलनका क्रममा ओलीको घर आगजनीमा परेपछि महेशले नै भक्तपुरको गुन्डुमा ओलीका लागि निवासको व्यवस्थापन गरिदिएका थिए। ओलीलाई तेस्रो पटक एमाले अध्यक्ष बनाउन सबैभन्दा चर्को आवाज उठाउने नेतामा पनि महेश बस्नेत सबैभन्दा अघि देखिएका छन्। त्यसो त ओली निकट र महेशभन्दा सिनियर अरू थुप्रै नेता छन्, तर ओलीको वकालत गर्ने सवालमा महेशले ती सबैलाई पछि छाडेका छन्। एमालेमा ओली नै निर्विकल्प रहेको, उनको विकल्प खोज्न नसकिने र एमालेका सबै नेता कार्यकर्ता ओलीमै समाहित हुनुपर्ने भन्दै आएका छन् महेश। त्यसो त उनी ओलीको पक्षमा वकालत मात्रै गर्दैनन्, उनको विपक्षमा हुनेहरूको दोहोलो काट्न पनि पछि पर्दैन। ओलीको विपक्षमा उभिएका विद्या भण्डारीदेखि ईश्वर पोखरेल, योगेश भट्टराईसम्मलाई उनी खरो आलोचना गर्ने गर्दछन्। एक हिसाबले भन्दा उनी ओलीकै बोली बोल्ने गर्दछन्। विरोधीहरूको आलोचना गर्ने शैली उनको र ओलीको उस्तै छ। उनीहरूको सङ्गत र सम्बन्ध पनि लामो छ। एमालेको नवौं महाधिवेशनदेखि नै महेश ओलीको पक्षमा खरो वकालत गर्दै आइरहेका नेता हुन्। कतिसम्म भने नवौं महाधिवेशनको समयमा ओलीलाई व्हिलचेयरमा राखेर भए पनि अध्यक्ष बनाउने बताएका थिए। त्यति बेला ओलीले अध्यक्षमा दाबी गर्दा उनको स्वास्थ्य अवस्थालाई लिएर पार्टी नेतृत्वका लागि अनुकूल नहुने टिप्पणी हुने गरेका थिए। त्यसलाई काउन्टर दिन महेश बस्नेतले व्हिलचेयरमा राखेरै भए पनि ओलीलाई अध्यक्ष बनाउने र पार्टी चलाउने अभिव्यक्ति दिएका थिए। ओलीलाई उनले दक्षिण एसियाकै उत्कृष्ट नेता समेत भन्ने गरेका छन्। एमाले वृत्तमा अहिले के चर्चा छ भने यसरी ओलीको वकालत गरेकै कारण महेशले यसपटक एमालेको पदाधिकारीमा फड्को मारेमा कुनै आश्चर्य नमान्दा हुन्छ। त्यसो त महेश बस्नेतलाई राजनीतिमा स्थापित गराउने काम ओलीले नै गरेका हुन्। 2064को चुनावमा माओवादी ठूलो शक्तिका रूपमा उदय भयो भने एमाले तेस्रो शक्तिका रूपमा अति कमजोर हुन पुग्यो। माओवादी सत्तामा आएपछि देशभर उसको युवा सङ्गठन वाइसिएलको रजगत चलेको थियो। त्यो समयमा वाइसिएलसँग जुझ्नकै लागि एमालेले युथ फोर्सको गठन गर्यो र त्यसको अध्यक्ष महेशलाई बनाइयो। त्यति बेला उनी तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल निकट थिए। खनालले नै उनलाई युथ फोर्सको अध्यक्ष बनाएका थिए। युथ फोर्सको अध्यक्ष भएपछि उनका गतिविधि अराजक भएको भन्दै पार्टीभित्रै आलोचना हुन थाल्यो। अध्यक्ष खनालले उनलाई पटक पटक अराजक गतिविधि नगर्न सचेत गराए, तर बस्नेतले भने अध्यक्ष खनालले दिएका निर्देशन समेत टेर्न छाडे। त्यति बेला महेशलाई ओलीले संरक्षण दिएका थिए। त्यसपछि ओलीकै समर्थनमा बस्नेत युवा सङ्घको अध्यक्ष बने। युथ फोर्स र युवा सङ्घमा आफ्नो अनुकूल काम गरेकै कारण ओलीले बस्नेतलाई मन्त्री समेत बनाए। 2071मा नेपाली काङ्ग्रेसका सुशील कोइराला प्रधानमन्त्री हुँदा एमालेको सिफारिसमा बस्नेत उद्योग मन्त्री बनेका थिए। चुनाव हारेका बस्नेतलाई मन्त्री बनाउने निर्णयको एमालेभित्र चर्को विरोध पनि भएको थियो, तर ओलीले त्यस्ता विरोधलाई नजरअन्दाज गरिदिए। 2070मा भक्तपुरबाट चुनाव लडेर पराजित भएका महेश 2074को निर्वाचनमा भने विजयी भए। यही बीचमा एक समय ओली र बस्नेतको सम्बन्ध केही बिग्रिएको चर्चा पनि चलेको थियो। ओली पहिलो कार्यकाल प्रधानमन्त्री हुँदा बस्नेत मन्त्री हुन चाहेका थिए, तर ओलीले मन्त्री नबनाएपछि उनी ओलीसँग रुष्ट बनेका थिए। उनले सिधै ओलीको आलोचना त गरेनन्, तर उनको सचिवालय र सल्लाहकारहरूले राम्रो काम गर्न नसकेको अभिव्यक्ति दिएका थिए। त्यसपछि ओली पनि बस्नेतसँग चिढिएका थिए। चर्चा केसम्म थियो भने त्यो समय बस्नेतलाई बालुवाटार प्रवेश निषेध जस्तै थियो। यद्यपि पछि बस्नेत पुनः ओलीको समर्थनमा खुलेर लाग्न थाले। 10औं महाधिवेशनमा ओली समूहबाटै उनी एमालेको केन्द्रीय सदस्य बने। त्यसपछि ओलीले नै उनलाई पोलिट ब्युरो सदस्य बनाए। अब हुने 11औं महाधिवेशनबाट सचिव हुन सक्ने सम्भावना छ। 10औं महाधिवेशनमा नै सचिव हुन चाहेका उनको चाहना 11औंबाट पुरा हुन सक्ने देखिएको छ। अध्यक्ष ओलीले पदाधिकारीमा पछिल्लो पुस्ताबाट पनि प्रतिनिधित्व गराउन चाहेका छन्, जसमा महेश बस्नेतको नाम सबैभन्दा अघि छ। ओलीको चाहना अनुसार नै भएमा एमालेको राजनीतिमा बस्नेतले अर्को फड्को मार्नेछन्। 2054 सालमा स्थानीय निकायको चुनावमा तत्कालीन गुन्डु गाविसको अध्यक्ष निर्वाचित बस्नेत सबैभन्दा कम उमेर समूहका गाविस अध्यक्ष भएका व्यक्ति हुन्। त्यति बेला उनको उमेर 23 वर्षको थियो। त्यस यता युथ फोर्स र युवा सङ्घको अध्यक्ष हुँदै उद्योग मन्त्री भइसकेका उनी एमालेको केन्द्रीय कमिटीसम्म पुगिसकेका छन्।
केन्द्रीय राजनीतिमा पुगे पनि महेशको शैली भने बदलिएको छैन। अहिले पनि उनी उस्तै आक्रामक अभिव्यक्ति दिन्छन्। उनको शैली अझै पनि अराजक भएको भन्दै आलोचना हुन्छ। उनी ओलीको जति खरो रूपमा बचाउ गर्छन्, विपक्षीहरू विरुद्ध त्यति नै खरो विरोधमा उत्रिन्छन्। उनको यो शैलीलाई अध्यक्ष ओलीको शैलीसँग पनि तुलना गर्ने गरिन्छ। कतिपय एमाले नेताहरू व्यङ्ग्य गर्दै बस्नेतलाई ओलीको आगामी उत्तराधिकारी नै भन्ने गर्दछन्। यही मङ्सिरको अन्तिम साता हुने 11औं महाधिवेशनबाट सम्भवतः तेस्रो कार्यकालका लागि केपी शर्मा ओली नेकपा एमालेको अध्यक्ष हुनेछन्। हुन त पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहितका नेताहरूको साथ पाएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्। तर महाधिवेशन प्रतिनिधि छनौटमा ओली समूहले जुन बलमित चाहिँ गर्यो, त्यसले एमाले अध्यक्षमा ओलीकै निरन्तरतालाई स्वीकृत गर्ने सङ्केत दिएको छ। ओली तेस्रो पटक पार्टी अध्यक्ष हुँदै गर्दा उनीसँगै महेश बस्नेतले पनि एमालेको राजनीतिमा नयाँ फड्को मार्ने आकलन गरिएको छ।